हेलो गाइज वेलकम ब्याक टु द च्यानल। आज यो भिडियोमा म तपाईहरुलाई देखाउने छु जेरेनियमको केयर कसरी गर्ने भनेर। यो चाहिँ मेरो जेरेनियमको बेबी प्लान्ट्सहरु हो। हेर्नुस् त यो सबै जेरेनियम चाहिँ मैले कटिङबाट लगाएको थिए। थुप्रै जेरेनियमहरु मैले कटिङबाट लगाएको थिए। हेर्नुस् त अहिले कस्तो मजाले फुलिरहेको छ। यो जेरेनियमको कटिङहरु मैले लगाएको 3-4 महिना भइसक्यो। अहिले हेर्नुस् त कस्तो मजाले ढकमक्क भएर फुलेको छ, कति ठुलो बोट भइसकेको छ। अब यो चाहिँ ठुलो गमलामा चाहिँ ट्रान्सप्लान्ट गर्नको लागि चाहिँ एकदम रेडी छ। तर आज यसलाई ट्रान्सप्लान्ट नगरेर यसैमा चाहिँ म यसलाई अझै फस्टाउन दिन्छु र यसमा अझै मल्टिपल ब्रान्चेसहरु कसरी ल्याउने भनेर चाहिँ खासमा मैले यो भिडियो बनाएर तपाईहरुलाई देखाउने छु। सो हेर्नुस् त यो जेरेनियमको प्लान्ट यो चाहिँ एकदम सानो थियो। मैले कटिङ लाउँदाखेरि मैले थुप्रै कटिङहरु लगाएको थिए। अहिले हेर्नुस् त कति ठुलो भइसक्यो। च्यानलमा गएर हेर्नु होला कटिङ्स कसरी लगाउने भनेर। यो प्लान्टमा हेर्नु यसमा पनि दुईटा हाँगा छ, दुईटैमा बर्ड्सहरु चाहिँ लागेको छ। यो चाहिँ कुन कलरको हो मलाई थाहा छैन, बट अब तपाईहरुलाई देखाउँछु है कसरी अब अगाडि केयर कसरी गर्ने भनेर चाहिँ है। सो यसलाई अब यतिकै छोड्दिने हो भने चाहिँ एकदम लामो भएर जान्छ। त्यही भएर हामी यसलाई कटिङ गर्छौं आज। कटिङ गर्नको लागि मैले कैंची लिएको छु। हेर्नुस् त अब यसमा हेर्नु त यो एउटा लामो डन्ठी मात्रै माथि गएको छ। यसलाई यतिकै छोड्दिने हो भने त यो त सिधै माथि अग्लो मात्रै हुन्छ, एक दुईटा फूल मात्रै दिन्छ हैन। सो त्यही भएर यसलाई चाहिँ अब आज हामीले यसलाई कटिङ गर्छौं हो। ठ्याक्कै यहीबाट चाहिँ हामीले कटिङ गर्दिन्छौं यसलाई, सो दैट यसमा मल्टिपल ब्रान्चेसहरु चाहिँ निस्कियोस् भनेर। अनि तलको जुन पातहरु छ त्यहाँबाट चाहिँ अझै दुईटा हाँगा निस्किन्छ त्यहाँबाट। यसलाई यहाँबाट हामीले कटिङ गर्दिन्छौं। हेर्दा त माया लाग्छ, तर साथीहरु नआतिनु होला। यसलाई मजाले यसरी कटिङ गर्दिए हुन्छ। यसरी कटिङ गरेपछि मात्रै तपाईले अझै धेरै ब्रान्चेसहरु पाउनुहुन्छ र जति धेरै ब्रान्चेस हुन्छ उति नै धेरै तपाईको फ्लावरिङ हुन्छ। यो दुईटै नै एरियाबाट चाहिँ तपाईको ब्रान्चेसहरु निस्किन्छ। त्यसैगरी यो बोटमा चाहिँ म यसलाई कटिङ चाहिँ गर्दिन, किनभने अलरेडी यसबाट थुप्रै टुसाहरु चाहिँ भित्रबाट निस्किरहेछ सानो। सो यसको राम्रो ग्रोथको लागि चाहिँ यसमा भएको जुन त्यो बर्डहरु चाहिँ जुन छ कोपिलाहरु मात्रै म कटिङ गर्दिन्छु। किनभने कपिला फूल फुल्यो भने चाहिँ यसले आफ्नो सबै एनर्जी चाहिँ फूल फुलाउन मात्रै दिन्छ र आफ्नो ग्रोथ चाहिँ यसले स्लो गर्दिन्छ र यसको ग्रोथ चाहिँ हुँदैन। त्यही भएर आज चाहिँ यसको चाहिँ दुईटै कपिला चाहिँ हामीले काट्दियौं। हेर्नुस् त कस्तो माया लाग्दो कपिलाहरु छ, र पनि मन मारेर भए पनि कपिला चाहिँ काट्दिनु पर्छ हामीले, सो दैट हाम्रो प्लान्टले चाहिँ राम्रो डेभलप गरोस्। हेर्नुस् त यसमा सानो भित्रबाट चाहिँ बर्ड्सहरु चाहिँ देखिरहेको छ। तपाईले क्यामेरामा भ्याउनुहुन्छ कि भ्याउनुहुन्न है। हेर्नुस् त उ भित्र चाहिँ छ है, दुई तीनवटै यसमा अझै ब्रान्चेसहरु चाहिँ निस्किन लागेको छ। त्यसैगरी अब यो अर्को प्लान्टमा चाहिँ यसमा चाहिँ अहिले म खासै केही पनि गर्दिन, किनभने यसमा यो अझै मजाले हेल्दी भइसकेको छैन। यसमा बर्ड्सहरु चाहिँ मैले पहिले कटिङ गर्दिएको छु र यसमा पुरानो जुन त्यो ब्रान्चेसहरु चाहिँ सुकेको छ त्यसलाई चाहिँ म अलिकति भाँच्दिन्छु, सो दैट यसले त्यहाँबाट नयाँ ब्रान्च निस्किनलाई चाहिँ यसलाई सजिलो होस् भनेर। ल हेर्नुस् त यो कस्तो मजाले डार्क रेडमा चाहिँ फुलेको थियो। हेर्नुस् त यो फ्लावर कस्तो मजाको छ है डार्क रेडमा। र पनि हामीले यसलाई कटिङ गर्दियौं। तपाईहरु पनि यसरी नै सानो तपाईको प्लान्टहरु छ भने चाहिँ नडराएर कटिङ गर्नु होला, किनभने भोलिको दिनमा यसबाट तपाईले थुप्रै फ्लावरहरु पाउनुहुन्छ। र जुन यो सानो कटिङ छ यसलाई पनि तपाईले चाहनुभयो भने चाहिँ यसलाई प्लान्ट गर्न सक्नुहुन्छ। यसबाट पनि एउटा नयाँ बिरुवा तपाईको चाहिँ आउन सक्छ है। र तर म चाहिँ यसलाई चाहिँ कटिङ लाउँदिन, किनभने मसँग अलरेडी थुप्रै छ। तपाईहरुले आफ्नो प्लान्टको राम्ररी केयर गर्नुभयो भनेदेखि चाहिँ हेर्नुस् त फ्लावर फुलिराख्दाखेरि पनि नयाँ कोपिलाहरु चाहिँ अर्को साइडबाट चाहिँ बनिराख्छ है। सो तपाईले कन्टिन्युअस फ्लावरिङ चाहिँ पाउन सक्नुहुन्छ। सो यसरी अब कटिङ गरिसकेपछि यो प्लान्टहरुमा के गर्ने भने अलिकति गोडमेल गरेर यसमा अलिकति केही फर्टिलाइजर छ भने भर्मी कम्पोस्ट अथवा डीएपी तपाईलाई जे सजिलो हुन्छ त्यो चाहिँ राखिदिनु भयो भने तपाईको प्लान्टहरु चाहिँ यसरी नै चाहिँ फुलिराख्छ फ्लावरहरु।